भक्तपुर वान अफ द ब्युटिफुल प्लेस इन नेपाल र विभिन्न ठाउँबाट टुरिस्टहरू आउने जाने गर्दछन्। र आज स्याटरडे हामी दिदी म र भान्जी पनि पुगे भक्तपुर पान्ताले मन्दिर र यहाँ हामीले विभिन्न किसिमका आइटमहरूका खाजा नेवारी सेटहरू खाए। यहाँका नेवारी कल्चरहरू हामीले देखे, मान्छेहरू धेरै थिए। हस्त इन्जोय गर्नुहोस्। सो गाइस आज यहाँबाट सुरु गरौँ है। यहाँ चाहिँ नेपाल यहाँ लेख्नै बाँकी छ टन्नै है। मैले जसरी जर्सीहरू कलेक्सनमा राखेको छु त्यही हो गाइस। सो गाइस वेलकम टु मेरो नयाँ भ्लगमा। आज चाहिँ हाम्रो घुम्ने घुमघाम भ्लग हो है। अनि के भन्छ रे चाहिँ दिदी म अनि भान्जी जाँदै हो। सो त्यही हो नेक्स्ट कुरा भने आज चाहिँ यहाँ भेना चाहिँ छुटिरहेछ है, बिचरा काम गरिरहेछ के हो अनि त्यही हो। अनि यहाँ पाल्मोहरू यहाँ रेडी भयो यहाँ मेकअप गरिरहेछ मान्छेहरू है, ट्याग लगाएर यहाँ हेर्नु। ओ जाने हो क्या है छिटो रेडी। अनि यहाँ चाहिँ यहाँ बहिनी छ, बहिनी हाई भन न छिटो। हाई सब्सक्राइब टु माई च्यानल है। सो त्यही हो। अब हामी म पनि रेडी भइसक्यो, ट्याग लगाएर ड्रेसअप होइन। अब जाने त्यतिकै भन्छ त, केटीहरूलाई ढिलो हुन्छ भने त्यहाँ टाल्दैछ मान्छेहरूले। यहाँ मेकअप फुटेको होइन हेरेर मेकअप हान्ने चाहिँ गाई जस्तो बिल्ला है। यो रेवा चाहिँ नजान्छ, रेवा चाहिँ होमवर्क गर्दै रहेछ। लो यहाँ सिकाउने चाहिँ यहाँ फेरि के भन्छ तिम्रो नाम? अनायाले सिकाइरहेको छ। यहाँ पाल्मो होमवर्क गर्दैछ। कस्तो राम्रो देखेको यहाँ हेर त। मको हो आहा होइन ल है। यस्तो गर, यस्तो हात। सो गाइज हामी रेडी भइसकेको छ। क्युटी रेडी भइसकेको छ। अनि आजको वेदर यु क्यान सी है, पानी धुम्म भइरहेछ ट्याक्क ल्याएर त्यहाँ हेर्न सक्छौँ। सो त्यही हो। अब जान्छौँ है, अब राइडमा जानु लाग्यो। सो उतै भेटौँ ल। ओके लेट्स गो। सो गाइज हामी चाहिँ फाइनल्ली आइसकेको छौँ है, ट्याग खोलाएर। यहाँ भुन्टीहरू मान्छेहरू त पानीले चाहिँ अलिक साथ दिएको छैन। सो अरूले साथ दिइरहेको छ, पानीले साथ दिएको छैन मौसमले। टक्क लगाएर पान्ताले मन्दिर र फोटो खिच्ने कार्यक्रम चलिरहेको छ। त्यही हो। मान्छे चाहिँ टन्न रहेछ आज, शनिबार भएर होला है। अबि कस्तो नराम्रो देखेको। सो गाइस त्यही हो, मान्छेहरू चाहिँ टन्नै छ है फोटो खिच्न। सो आएको लगाएर बवाल भइरहेछ यहाँ। सो गाइस त्यही हो, हामी चाहिँ अब खाजा खाना लाग्छौँ। हल्का नेवारी आज चाहिँ नेवारी फुड्स होइन, नेवारी आइटम खाने भन्दैछ। त्यही भएर यसो अब कहाँ पाउँछ त राम्रो, तपाईँहरूलाई थाहा छ भने यसो कमेन्ट गरेर भन्नुहोस् है। नेक्स्ट टाइम हामी आउनेछौँ यतानिर रहेछ ट्याग लगाएर। अब त्यही हो खोज्दैछौँ हामी कहाँ चाहिँ बेस्ट पाउँछ त, कहाँ चाहिँ हेर्नु न यहाँ ट्याग लगाएर है। यस्तो खतरा छ यहाँ मान्छेहरू यस्तो। अनि त्यतिकै फेमस हुन्छ त होइन भक्तपुर फोटोहरू ट्याग लगाएर। हल्का पानी परिरहेको छ है, पानी चाहिँ अलिकति छ्याप झरिरहेको छ। सो आज चाहिँ एकदम स्याटरडे भएर पनि होला, मान्छेहरू टन्नै छ, भिडभाड पनि छैन। नाइस स्याटरडे भनौँ है स्पेसली। सो मान्छे कति हो भन्नै नसक्ने, कस्तो नराम्रो हेर्न सोचौँ। मान्छे कति हो त मान्छे पुरै नगरौँ। ट्यागको लागि त्यहाँ नेवारी ड्रेस कल्चरमा छ है मान्छेहरू। वा मान्छेहरू हेर्न सक्छ। भोज खानालाई बसे जस्तै मेरो। हामी चाहिँ रेस्टुरेन्टमा छ। सो लेट्स से कस्तो राम्रो नजारा देख्न पाउँछ यहाँबाट है। पाल्मो के खाने त आज तिमी? ओ हेलो हिँड्न लाग्यो। सो आज चाहिँ हामी नेवारी के खाँदैछ, नेवारी डिस खाँदैछ। सो मगाउँछु एकछिन होइन के आउँछ अनि ल्याउँछु तपाईँहरूलाई। सो गाइस आइसकेको छ, कति धेरै पाउने छ। त्यही हाम्रो सकिमिचा। त्यसपछि चाहिँ हाम्रो खाजा सेट मात्रै खाएको छ, पाल्मोको लागि मोमो आउँदैछ। सो अब हामी च्याट चलाएर खानेछौँ। कस्तो टेस्ट हुन्छ ट्राई गरौँ नि। मासुबाट ट्राई गरौँ है।
ठिकै पानी परिरहेको मौसम है हल्का कस्तो रहेछ नराम्रो है कि राम्रो सो अब हामी खाएर चाहिँ कस्तो छ लास्ट इन्डिङमा टेस्ट बताउनेछौँ है सकेपछि टेस्ट गर्न लागिरहेको छ दिदीले होइन घाप्पा हान्नुपर्छ क्या सक्दैन छिटो ल खानै नजाने जस्तो खाइदिने गाइस अब चाहिँ मैले टेस्ट गर्दैछु होइन भात खाएर कसरी जाने भन्दा अगाडि चाहिँ एउटा बाह्र हानेर चाहिँ जानुपर्छ पाल्मालाई मोमो ल्याएको छ बाह्र हालौँ 12 चाहिँ अलिअलि टेस्ट रहेछ नभए त छैन यता नि हेर्नु त मान्छेहरू माथिबाट हिँडिआएर त ठिकै रहेछ त्यस्तो मिठो नि छैन रहेछ है सो खायो त्यस्तो मिठो लागेन अब चाहिँ गाइज म त्रिपुरेश्वर बास्केटबल हेर्न जानेछौँ त्यसपछि चाहिँ म तपाईँहरू जानेछौँ है बसिराख्नुहोस् अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किन्छौँ सो डाइरेक्ट अब त्रिपुरेश्वर भेटौँला अब त भक्तपुरबाट चाहिँ अब म बास्केटबल हेर्नलाई सिधै जाँदैछु यहाँको डाइभर प्राइस हो सो अब रङ्गशालातिरै भेट्नु पर्ला चिसो छ पानी परेर सो ब्याक टु फेरि नयाँ चस्मा भयो फेरि त्यही चस्मा लगायो दाईहरूलाई पोखराको दाईहरूलाई भेटिसकेको सागर दाई अनि हाम्रो अनि सो गाइस आज रङ्गशालामा अब बास्केटबल हेर्नलाई जाँदैछौँ है हेलो दाई सन्चै हुनुहुन्छ सो अब जाँदैछौँ है गाइस हामी चाहिँ यहाँ छिरिसकेको छौँ है अब दाईहरू ट्याक गरेर आज बास्केटबलको माहौल हेर्दैछु म लेट्स गो गाइस है आज टिमहरू ट्याक गराएर ओहो माहौल यस्तो रहेछ तर क्राउडहरू चाहिँ त्यस्तो छैन रहेछ विवान थिल्ले 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 चाहियो थिल्ले होइन यसरी हेर्नु 3 पोइन्ट सो गाइज अनि के अरे बास्केटबल हेरेर चाहिँ सकिसकेछ अनि म चाहिँ अहिले टुर्नामेन्टतिर यसो घुम्न आएको छ गाईसँग ज्याठा गल्लीमा अनि सो अनि मैले चाहिँ होइन फुटबल र बास्केटबल धेरै डिफ्रेन्स देखेँ क्या जुन लेभलको फुटबल हुन्छ त्यो लेभलको चाहिँ बास्केटबलै छैन रहेछ क्या केटा हो होइन कतिपयले अब भन्छ फुटबल चाहिँ केही छैन भन्ने चाहिँ भन्दा नि बास्केटबल चाहिँ केही छैन रहेछ क्या अब जुन त्यो स्पोर्टमा मैले देख्नु अनुसारले चाहिँ होइन दाइ टोटली डिफ्रेन्ट क्या अब नेसनल प्लेयरहरू खेलिरहेछ तर पनि उनीहरूलाई केही छैन क्या कलर त्यो अब क्लब लेभलको गेममा अलिकति फुटबलमा जे भए पनि हल्का भाइस दिन्छ नि तर बास्केटबलमा चाहिँ छैन रहेछ गाइस त्यही हो बास्केटबल खेल्ने प्लेयरहरूलाई कति दुःख लाग्छ होला हामीलाई त अब जे भए पनि हाम्रो हल्का टुर्नामेन्ट लोकल टुर्नामेन्टहरू पनि हुन्छ त्यसैमा राम्रो छ तर पनि बास्केटबलको चाहिँ टोटली स्याड छ है बास्केटबल प्लेयरहरूको लागि चाहिँ एकदमै जिरो पनि हो होइन स्याड छु म अफकोर्स अब बालेन सरकारमा केही होला कि अबको दिनहरूमा अब राम्रै होस् राम्रै होस् होइन सबै प्लेयरहरूले होइन उत्तिकै इज्जत पाओस् होइन चाहे त्यो बास्केटबल होस् चाहे फुटबल होस् चाहे पब्जी होस् चाहे सबै होस् भलिबल क्रिकेट सबै होस् सबै खेलाडीहरूले इज्जत पाउनु पऱ्यो होइन खेले बाबत होइन हजुर अब एउटा राष्ट्रिय अनुसारको उस पाउनु पऱ्यो इज्जत र सबै कुराहरू अब यस्तै हो अब पछि भेटौँला आज भ्लग चाहिँ सकिन्छ